एहे फुर्के दाइ नमस्कार। एहे नमस्कार नमस्कार लाफा। सन्जय हुनुहुन्छ? के छ हाल खबर? ल ल आऊ बस। ए हस् हुन्छ। अनि सन्चै छौ? अनि के छ त लाफा हाल खबर? फुर्के दाइ ए भाइलाई पनि चिया ल्याइदेऊ त, भाइ छ है। अनि त्यो फुर्के दाइ यो लाफा चाहिँ भनेको के हो नि? यो मगर भाषा हो, मगर भाषामा भनिन्छ। ए मगर भाषाको पो हो? ए के लाफा भन्ने यसको मिनिङ चाहिँ के हो नि फुर्के दाइ? लाफा भनेको दोस्त, साथी। साथीलाई चाहिँ हामीले मगर भाषामा लाफा भनिन्छ। लाफा। ए साथी, साथी हो। हो त्यही। धन्यवाद धन्यवाद धन्यवाद। आज खाइदिइहालौँ न त फुर्के दाइ, खाइदिइहालौँ। यो खानालाई चाहिँ के भनिन्छ नि हामीले मगर भाषामा? खानालाई, खानालाई चाहिँ हामीले छो भनिन्छ। छो भनिन्छ खानालाई, छो। ए छो। अनि के फुर्के दाइ यो खाना खायो भनेर सोद्धाखेरि चाहिँ कसरी सोध्छौँ नि हामीले? खाना खायो भनेर सोद्धाखेरि खाना खायो, खाना खायो भन्नेलाई चाहिँ हामीले छो ज्या भनिन्छ। छो ज्या भनिन्छ। छो ज्या। ए छो ज्या, छो ज्या। अनि फुर्के दाइ यो चाहिँ कता हिँडेको हो, कता जान लाग्यो भन्नेलाई हामीले चाहिँ मगर भाषामा चाहिँ के भनिन्छ नि? भन्नुहोस् त। कता हिँडेको, कता हिँडेकोलाई चाहिँ हामीले कुलाक आन क्याले भनिन्छ। कुलाक आन क्याले। ओ साथी, ओ लाफा, कुलाक आन क्याले भनिन्छ मगर भाषामा। कुलाक आन क्याले। ए कुलाक आन क्याले। अनि के फुर्के दाइ यो चाहिँ यता आऊ भन्नेलाई चाहिँ हामीले मगर भाषामा चाहिँ कसरी भनिन्छ नि? यता आऊ भन्नेलाई चाहिँ यता आइजलाई, यता आइजलाई हामीले चाहिँ इलाक रानी भनिन्छ। इलाक भनेको यता भयो, रानी भनेको आइज भन्ने। लाफा इलाक रानी त भनिन्छ हामीले, इलाक रानी भनिन्छ के। ए इलाक राना, इलाक राना। ए अनि के फुर्के दाइ यो रक्सीलाई चाहिँ के भनिन्छ नि? रक्सी, रक्सीलाई, रक्सीलाई, रक्सीलाई चाहिँ रक्सीलाई हान भनिन्छ मगर भाषामा। हान। ए हान, हान, हान भन्नेलाई चाहिँ रक्सीलाई। ल आजलाई यति है त, है त। ल ए ल ल हुन्छ हुन्छ फुर्के दाइ। हस् हस् हुन्छ। ल ल हुन्छ हुन्छ ल हस्।